आज म देखाउँछु एकजना एसपी कसरी दैनिकी लाखौं रुपैयाँ उसुल गर्छन् र शान्ति सुरक्षा भन्दा पनि शान्ति सुरक्षाको जिम्मेवारी पाएका संविधान र कानुन नीति कार्यान्वयन गराउने ती प्रहरी अहिले शान्ति सुरक्षा कार्यान्वयन गराउनु भन्दा पैसाको उसुली धन्दामा लागेका छन्। यो दृश्य देखाउँ। यति बेला हामी मध्य प्रदेश प्रहरी कार्यालय जनकपुर धाममा छौं। टिभी फुटेजबाट हामी प्रश्न गर्नेछौं सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले कसरी वरिष्ठ शैलीलाई प्रयोग गरिन्छ र फरार अभियुक्त भनिएका र व्यापारीहरूसँग पैसा उसुल गरिन्छ यो भिडियोमा हामी प्रश्न गर्नेछौं। यो नीलो ज्याकेट र कालो प्यान्टमा जुन व्यक्ति हेर्दै हुनुहुन्छ उहाँको नाम हो जोगानन्द मण्डल बुदन भनेर चिनिन्छ र गाँजा केसमा उहाँ फरार अभियुक्त हुनुहुन्छ भने सेतो ज्याकेट र कालो प्यान्टमा उहाँको भाइ हुनुहुन्छ अखिलेश मण्डल जो 4 लाख रुपैयाँ अहिले वरिष्ठ शैली विश्वनाथ त्रिपाठीलाई दिँदै हुन्छ। 2 लाख रुपैयाँ दिनुभयो, फेरि अर्को खल्तीमा हात राख्नुभयो, अब फेरि 2 लाख रुपैयाँ यताबाट दिनुहुन्छ र वरिष्ठ शैली विश्वनाथ त्रिपाठी पैसा रिसिभ गर्नुभयो, फोनमा कुरा गरेको जस्तो नाटक गर्नुभयो र त्यहाँबाट निस्किनुहुन्छ। यो सबै घटनाक्रममा हामी प्रश्न देख्न सक्छौं। वरिष्ठ शैली विश्वनाथ त्रिपाठीलाई चाहिँ यो फरार भइएका जोगानन्द मण्डल बुदन भन्नेले आफ्नो भाइ अखिलेश मण्डललाई पैसा दिन इशारा गरे।